खाने मुखलाई जुङ्गाले छेक्दैन भन्थे साँच्ची नै रहेछ। आज चाहिँ हामीले घरमा जुगाड गरेर बनायौँ मोमो। हामीले सोचेको पनि थिएनौँ कि बिना स्टिमरको पनि घरमै यस्तो बवाल मोमो बनाएर खान सकिन्छ भनेर। हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा। आई होप तपाईँहरू सबै सन्चै अनि आरामै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छौँ। आजको भिडियो हेर्नुभयो भने तपाईँहरू पनि दङ्ग पर्नुहुनेछ। आज मेरो छुट्टीको दिन थियो। छुट्टीको दिन घरमा बसेर केही न केही मिठो त खानै पर्यो। अनि सबैजना मिलेर मोमो खाने प्लान बनायौँ। तर समस्या के भइदियो भने हामीसँग मोमो पकाउने स्टिमर नै थिएन। अब स्टिमर नै छैन भन्दैमा मोमो नखाइ बस्ने कुरा त भएन के रे। त्यसैले हामीले चाहिँ आज लगायौँ। सबैभन्दा पहिला हामीले मोमो पकाउने तयारी गर्न थाल्यौँ। ड्याडीले लसुन छिल्दै हुनुहुन्थ्यो भने मम्मी चाहिँ लाग्नुभयो धनियाँ साफ गर्न। अनि मैले चाहिँ पहिले मोमोको पिठो मिचेर राखिसकेको थिएँ र कान्दा काट्छु भनेको त चक्कु नै लागेन। अनि ड्याडीलाई चाहिँ चक्कु हल्का भयो भने उदाइदिनु भनेर म चाहिँ लागेँ कान्दा काट्न। चक्कुमा हल्का भए पनि धार लगाइसकेपछि म चाहिँ लागेँ कान्दा धनियाँ अनि आफूलाई चाहिने सबै सामानहरू काट्न। अनि मम्मी चाहिँ लाग्नुभयो चटनीको लागि टमाटर पोल्न। अनि हाम्रो मम्मी फेरि बल्कम चपाउँदै टमाटर पोल्दै गर्नु भएको थियो। अनि मैले चाहिँ मम्मी बल्कम सल्कम फाल्नु कि अहिले छिटो छिटो गर्नु मोमो खानु होला भन्दै म चाहिँ लागेँ किमामा मसला। अनि अघि काटेर राखेको प्याज धनियाँ नुन मोमो बनाउँदा लाग्ने सबै मसलाहरू हालिसकेपछि मैले चाहिँ लागेँ मोमोलाई मिक्स गर्न। केही बेर मजाले मिक्स गरेपछि 5 मिनट त्यसलाई त्यस्तै राखेर छोडिदिएको। पछि आएर हेर्दा त किमाको बास्ना त यति मिठो आइरहेको थियो कि काँचै खाउँ जस्तो भइसकेको थियो। मोमो बनाएर मोमो मात्रै खाएर त भएन, बाहिर पनि जानु पर्यो कतै। त्यसैले पिठोको साना साना डल्ला बनाएर धेरै टाइम लाग्छ भनेर चाहिँ मैले एकैचोटि बेलेर ट्याक ट्याक गिलासले काट्न थालेँ। अनि सबैजना मिलेर मोमो भर्नुको मजा नै अर्कै हुन्छ। कसैले सोझो बनायो त कसैले बाङ्गो, तर जस्तो बने पनि आफ्नै हातले बनाएको मोमो हो। अब आयो मुख्य कुराको पालो, मोमो कसरी पकाउने त। हामीले एउटा तबेलमा पानी बसाल्यौँ अनि माथिबाट सफा कपडा बाँधेर जाली राखेर ट्याक्क जुगाड मिलायौँ। अनि त्यसैको माथि मोमो राखेर माथिबाट ढक्कनले ढाकिदियौँ। सुरुमा त पकाउला कि नपकाउला जस्तो लागेको थियो, तर बाफ मजाले निस्किरहेको थियो। त्यसपछि मोमो पाक्दै गर्दा मम्मीले चटनी पनि रेडी गरिसक्नु भएको थियो र लगभग 15-20 मिनट पछि जब ढक्कन खोलेर हेऱ्यौँ, मोमो त सोचेको भन्दा पनि बवाल पाकिरहेको थियो। एकदमै सफ्ट, रसिलो र राम्रो देखिएको थियो। स्टिमर नभए पनि काम बवाल भयो। त्यसपछि त के थियो र तातो तातो मोमो थालमा पस्क्यौँ र परिवारका सबैजना भुइँमा बसेर एकैसाथ खान थाल्यौँ। पहिलो गाँसमा यति मिठो स्वाद आयो कि दिनभरिको मेहनत सबै बिर्स्यौँ। खाने मुखलाई जुङ्गाले छेक्दैन भनेको यही हो। इच्छा र चाहना हुनुपर्छ, जुगाड गरेर पनि मिठो खान सकिँदो रहेछ। घरमा सबैजना खुसी हुनु। तपाईँहरूलाई हाम्रो बिना स्टिमरको जुगाड मोमो र आजको भ्लग कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हाम्रो फ्यामिलीसँग पनि जोडिनु होला। आजलाई यति नै, भेटौँला यस्तै नेक्स्ट भ्लगमा। त्यति बेलासम्म बाई बाई, टाटा, माया छ सबैलाई।